स्थानमा पुर्याइदिन पर्यो मेरा साथीभाइ यो सबै मिलेर। दाइको सामुन्ने कोही पनि टिक्न नसकुन् के, खाली 3 महिनाको लागि, धेरै पनि पर्दैन मलाई, ओन्ली 3 months। 3 महिनासम्म मेरो अगाडि पछाडि कोही पनि पर्न नसकुन्। तेजेन्द्र पुन 3 महिनाको लागि मात्र दाइलाई यस्तो मुकाममा पुर्याइदिनुस् सम्पूर्ण हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरू मिलेर कि माइला दाइको इतिहासै रचियोस् के। त्यसपछि त कसैले पनि दाइलाई चाहिँ नपर्यो भुरी नजर वाले तेरा मुख काला, भुरी नजर कसैले पनि लाउन नसकुन् के दाइलाई। म त्यस्तो चाहन्छु। 3 महिनासम्म मैले गेमै नहारौँ कसैसित, कोही पनि माइकलाल चाहे त पाकिस्तानको युसुफै किन नआओस् त्यसले पनि जित्न नसकोस्, त्यस्तो हुनु पर्यो के। 3 महिनासम्म बिग म्याच नराख्ने बरु होइन, बिग म्याच नरा यस्तै नर्मल गेम खेल्ने तर कसैले जित्नै नसकोस् के, धेरै पनि नखेल्ने। फेरि ठिक्क बेलुका चाहिँ म दिउँसो पनि आउँदिनँ, साँझको नेपालको टाइम 6 बजेदेखि 6 बजे 7 8 9 नेपालको टाइम 5 बजे 6 बजेदेखि 7 8 9 10 बजेसम्म ओन्ली 4 घन्टा 4 घन्टा लाइभ बस्ने। त्यो 4 घन्टामा हामीले गेम हार्न भएन कसैसित पनि, कोही माइकलालहरूसित। दिउँसो पनि म बरु दोपहरको पनि आउँदिनँ, खालि ओन्ली 4 घन्टा आउँछु। तर त्यो 4 घन्टा जो पनि मसित जोडिन्छन् धोबी धुलाई हान्ने पत्ता साफ। अनि अपोजिटमा कोही पनि खडा हुन्छन् तिनलाई पनि धोबी धुलाई हान्दिन्। त्यो गर्न पर्यो साथी हो, नत्र भने माइला दाइको अस्तित्व रहन्न। हेर्नुहोस्, माइला दाइको अस्तित्व बचाउन छ भने, माइला दाइलाई बचाउन छ भने अब आउने 3 महिनालाई दाइलाई प्रत्येक गेम जिताउन पर्यो मेरो साथी हो। कसैसित पनि दाइ हार्न भएन, चाहे त्यो चन्दन भोस्, चाहे त्यो रबिन खड्का भोस्, चाहे त्यो कोही पनि भोस् के। केटीका त कुरै नगरौँ, केटीहरू को टिक्न सक्छन् मसित होइन। अलिअलि त्यही भोटेनी हो, भोटेनी पनि चाहिन्न पर्यो, केही छैन। भोटेनीलाई पनि पधार्न, मेरा चावडा माछा खाइछ भोटेनीले, त्यो भोटेनीतिर आएर पनि माछा फिर्ता गर्ने हो हामीले। भोटेनीका मेरा बाबै 2500 भ्युअर्स 3000 भ्युअर्स भन्छौ नि, भ्यू र म एक साथमा रहने हो भने हाम्रा चाहिँ 5000 6000 भ्युअर्स हुन्छन् यहाँ। आजभोलि भ्यू थोडा बिजी छन् होइन, नत्र भने भ्यू र म यहाँ सँगै यहाँ चाहिँ नपर्यो लाइभमा आउने भने हाम्रा 5000 6000 भ्युअर्स। भ्युअर्सका कुरै नगर हो कि केटा, भ्युअर्सका कुरा नगर। यहाँ बरु चाहिँ नपर्यो अब रातो पिरो सरले हामीलाई साथ दिन पर्यो। अबको दिनमा भनेको रातो पिरो सर चाहिँ नपर्यो फाइल क्लोज भएर उभिन पर्यो, दाइको पक्षमा फाइल क्लोज भएर उभिन पर्यो। कोही गिफ्टर निडर, कोही गिफ्टर थियो त ऊ रातो पिरो, कसैसित पनि नडराउने। चाहे त्यो चाहिँ नपर्यो धम्की दियोस् उहाँलाई, चाहे त्यसले म्यासेज लेखोस्, चाहे त्यसले जे सल्लाह गरोस्, तर रातो पिरो सर हिमालय पर्वत झैँ खडा हुनुहुन्छ, चट्टान झैँ, हिमालय पर्वतको चट्टान झैँ खडा भएर उहाँले चाहिँ नपर्यो वर्षाउनुहुन्छ गोला। कोही माइकलालले उहाँको शिर झुकाउन सक्दैनन्। उहाँ एउटा फाइल क्लोज जस्तै बनेर चाहिँ नपर्यो दाइको सामुन्ने उभिनुहुन्छ। अब आउने यो सपना मात्रै हुन्छ कि हकिकतमा पनि हुन्छ हो केटा, यसो भन्नु त कसैले यो सपना मात्रै हो कि हकिकतमा पनि हुन्छ यस्तो। तर यो चाहिँ असम्भव भन्ने छैन है केटा हो, किनकि रातो पिरो सर फाइल क्लोज भन्दा कम हुनुहुन्न। यदि रातो पिरो सरलाई मन मात्रै पर्नुपर्छ। थ्याङ्क यू सो मच, आशीर्वाद दिइसक्नु भयो, रातो पिरो सरले आशीर्वाद दिइसक्नु भयो होला। हेर्नुहोस्, रातो पिरो सरले चाहने हो भने उहाँले चाहने हो भने रातो पिरो सरले मलाई चाहिँ युसुफ भन्दा पनि माथि पुर्याउन सक्नुहुन्छ। अब उहाँ थोडा बिजी पनि हुनुहुन्छ होला, पढाइ सढाइ के छ